आम्मामा घर त कत्रो ठुलो बनाएको। नमस्कार, म सचिन फागो लिम्बू, तपाईँको घर छेउको छिमेकी। भन न भाइ, के थियो होला? तपाईँ सरकारी कर्मचारी हो नि सर? हो त भाइ। ए, भोलि हाम्रो घरमा पार्टी छ सर, तपाईँलाई विशेष निमन्त्रणा छ है। तपाईँ भोलि जसरी भए पनि हाम्रो घरमा आउनु पर्ने हुन्छ नि। पार्टी? ए ल ल, हुन्छ भाइ, म आइहाल्छु नि। The next day. आज चाहिँ पार्टी बबाल होला जस्तो छ। पक्रियोस् कता? भित्र पार्टीमा गएको नि। तपाईँ त सरकारी कर्मचारी होइन? हो त भाइ। ए त्यसो भए यता आउनु, यता यता यता। किन, के भयो? तपाईँको नागरिकता ल्याउनु त। नागरिकता? पार्टीमा हिँडेको मान्छेलाई के को नागरिकता? पार्टीको नियमै यस्तो छ सर। मजाक गरेको? पार्टीमा हिँड्दा कसैले नागरिकता बोक्छ? छैन नागरिकता? छैन। त्यसो भए यता आउनु, यता। के खालको पार्टी हो यो? अब यहाँनेरि ल्याप्चे हान्नु, यहाँनेरि। कस्तो खालको पार्टी हो यार? वाह, यो प्लेट र फर्म लिएर 2 नम्बर कोठामा जानुहोस्। यहाँ रहेछ 2 नम्बर। ये क्या है? माथि काउन्टर छ, काउन्टरमा जानु। के हो यार, कहाँ यो काउन्टर फेरि कता छ होला? कस्तो खाले पार्टी है? के भएछ यिनीहरूलाई? खालके पार्टी के? यहाँ रहेछ नि त काउन्टर। ला सर, हाम्रो त भान्सा डाउन भएको छ नि अहिले त। भान्सा डाउन? यो सर्भर डाउन भनेको त सुनेको थिएँ। के हो फेरि यो भान्सा डाउन भनेको चाहिँ? ए सर, भात सब्जी तरकारी माछा मासु सबै सक्यो क्या, बनाउने मान्छे पनि गइसक्यो। टाइममा आउनु पर्दैन। यो फर्म भोलि फेरि लिएर आउनु। भोलि घरि यता कुदाएको छ, घरि उता कुदाएको छ। पार्टीमा बोलाएर तैँले बेजेत गर्न खोजेको? तै खा तेरो पार्टी। ए रिसिट हो? हामीलाई चाहिँ रिसिट हुँदैन। तपाईँको कार्यालयमा जाँदाखेरि कहिले 1 नम्बर जा, कहिले 5 नम्बर जा, कहिले तल, कहिले माथि, कहिले सर्भर डाउन। हामीलाई रिसिट हुँदैन। साला बढी बोल्छ, तेरो औकात के छ? ए बडीगार्ड, लैजा यसलाई। साला पक्रास तँलाई। मेरो बाटो हेर्न, घरको बाटो। साले तँलाई मुद्दा हालिदिन्छु। साला बडीगार्डले लगेर मात्र ल त